टोपी टोपी लायो बाजेको जतै टोपी लायो दिदीलाई बोलाएको हो दिदीलाई बोलायो बाबाले यस्तो गर साम्या बुझ्छौ त टुङ 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 यो समात्ने भन्दैछ कि नजान अरे हेर्नु न सुत्ने अरे नकाले यो त निकाल्नु पर्छ होला कि अहिले निकाल्नु पर चढाउनु होला नरिवल चाहिँ यही हो मम्मी ल रोक्दैछु छेउमा काम गरेको होला भित्र फुटाउँदैन रहेछ नि फुटाउनु अरे नरिवल ए ए हेर न खाने अरे सुनेन के गर्दा ओठ काटेको नि खै सुन पापा हेरे त बुबुलाई हेरेको फेरि बजाउन ढुङ्गुङ हो हेर न छबुबु है
त्यही सुमो यहाँ घन्टीहरू त कति ठुलो घन्टी छ है यहाँ पनि हुन्छ घन्टी सुमो हो ए है भाउ भाउ हाम्रो दाइदिदीहरु फोटोहरु बनाउनुहुन्छ जानुस् न त्यो पनि राम्रो रहेछ पहिलो केटाकेटीलाई राम्रो देख्छ नि रङ्गिन चङ्गिन यो छोरीले हेर्नु भने के खै यो त भएन पट भएर हाँस नकले म यहाँ बस्छु हुन्छ अब गर्नुपर्छ परेमा हेरेको ननाली कति धेरै जाउँ हामी त देखिँदैछौँ त भनेको के भनेको त यता यता जाने यताबाट जाने गाडी यतै यता ए यहाँ छ गाडी आउनुपर्छ हो यो के लिनुभएको यो दुईटा र नरियल फुटाउनु के र होला नि होइन ए हो लु सुमे मङ्की पो रहेछ यहाँ त सुमेले त बाँदर देखेको छैन ए अँ मम्मी अन्त केटा मान्छेले बोक्नु चाहिँ पछाडि पनि खोज्छ पछाडि खोज्दैन त नि मङ्कीहरू देख्छौ मङ्कीहरू अनि बजाउँछु म साबास सुमो तिमीले मङ्की देखेको छौ अब यी घर हो हुँदैन मङ्की पिण्डेश्वरी हेरै जाम्नु यो त ठुलै छ अब बजाएको जान्दो रहेछ
ए अलिक नजिक के भनेको ए उसले बल देखिरहेछ अघिदेखि बल भनेको बल त घरमै छ नि त कति ए अब त सुन्नु त के भयो किन्नु लाग्ने खेलाउनमा घाक्दै हाल्छ बलै काट्दैछ सानो ब्याट बललाई कति हो र खेलाउना त्यो बल हुन्छ मम्मी खेलाउना डर खाले ब्याडमिन्टन डर छ